झ्याप्प खाइदियो खाइदियो सर खाइदियो केही फरक पर्दैन भाइदियो प्राणाय स्वाहा पानाय स्वाहा समानाय स्वाहा ज्ञानाय स्वाहा ल त्यो पाँचै गाँसमा सर्वको बुझेको सकिन्छ बिस्तारै खाऊ आधा त बनाऊ घन्टा लाग्यो किरा चाहिँ के भन्न सकिन्न दही त तिम्रो यो पनि कहाँ घुसाएर नभेट भिडभाडमा दिदी कालोको चिनी कहाँ राख्यो मुख सोकेर मिरा त केही खाएको छैन दिदी किन त रेगुलेटर भाइलाई बन्द गर्नु ला भयो भने चिनी माथि भात त क्या सिटिया सालेर छोडिदिनु पर्दैन खाइदियो भने खाइदियो जम्मै खाइदियो रसेर हुन्छ भाइ किन फेरि नास किन पारियो भने बेकार खान मिल्छ खान हुने भएर खाऊ भने फेरि यति छोड्नु पर्ने चाहिँ भनेर भोलि अलिअलि छोड्नु पऱ्यो फेरि कुरबाल सिकाएर बल्ल पायो आज फेरि सहज उता उता भयो भएर चुट यी पह चुट्नुभन्दा पहिला आचमन गर्नुपर्छ त्यहाँ छ पानी भाइ कहाँ हो आचमन गर्नुपर्छ यसो आचमन गर हो अब उता फर्केर चुट अब कपडा कस्तो जनै भयो बाबु ल यो जनै हातमा लियो जनै हातमा लिएर ओम मन्त्र पढ है उता यता फर्क यज्ञपट्टि फर्क ओम ओम यज्ञो पवित्रम परमं पवित्रम प्रजापते यत् यत् सहजम पुरस्तात् आयुष्य मग्न प्रति मुच्च शुभ्रम यज्ञो पवित्रम बलमस्तु तेजा यज्ञो पवित्रम समिति अबदेखि लाउँदा सधैँ दुईटा हुन्छ है एउटैमा एउटा जनेमा यो एउटा जने दुईटा हुन्छ कहाँ यहाँ यो पहेँलो चाहिँ निकाल्दैन कतिमा हो रे 1 घण्टामा सकिन्छ टिका 1 घण्टा लाग्दैन आधी घण्टा सिकिन्छ भइगयो नि त 1 घण्टामा आगे फेरि सर्नु 1:30 मा आइदिन्छु भने 1:30 3:30 भन्ने नि अनि 3:30 मा त स्कुलै सकिने हो के म त बेलुका गएर यसो रिपोर्ट हेर्ने कि आज के हो र आज रिहर्सल कार्यक्रमको रिहर्सल भोलिको रिहर्सल भोलिको रिहर्सल म पुग्ने